सो तपाईले पनि सोचिरहनु भएको छ तपाईको इन्भेस्टमेन्ट चाहिँ तपाईले दुबई रियल एस्टेटमा गर्ने तपाईको फ्यामिली फ्युचरको लागि। सो यो एउटा मिस्टेक तपाईले कहिले पनि नगर्नुहोस् होला। एउटा चाहिँ हो तपाईको फर्स्ट भन्छ एस्क्रो एकाउन्ट। एक दिनमा पनि तपाईले पैसा ट्रान्सफर गर्नु हुँदैछ भने चाहिँ एस्क्रो एकाउन्टमा गर्ने हुन्छ। एस्क्रो एकाउन्ट भन्ने बित्तिकै के हो भन्दाखेरि त्यो चाहिँ हो गभर्नमेन्टको एकाउन्ट। त्यसले चाहिँ के सिक्युरिटी दिन्छ भने तपाईको पैसा चाहिँ सबै डेभलपरले युज गर्न सक्दैन, डिपेन्डिङ अपन दि प्रोग्रेस अफ दि प्रोजेक्ट त्यही हिसाबले पैसा लिन सक्छ। अनि तपाईको प्रोजेक्टबाट तपाईले के पनि फ्रड इस्युहरू पाउनुहुन्न। सेकेन्ड हो तपाईको पर्छ टाइटल डिड। टाइटल डिडमा चाहिँ के हुन्छ भने मेन चाहिँ यसमा चाहिँ तपाईले प्रोजेक्टको तपाईको डिटेल पाउनुहुन्छ, प्लस त्यो चाहिँ तपाईको लिगली तपाईको नाममा रेजिस्टर भइसकेको हुन्छ। प्लस यसले इन्स्योर गर्छ कि तपाईको प्रपर्टी जुन चाहिँ छ त्यो चाहिँ फ्री होल्ड हो भनेर त्यो चाहिँ इन्स्योर गर्छ। थर्ड चाहिँ हो तपाईको उकुत। उकुत चाहिँ के भन्दा यो चाहिँ प्री टाइटल भन्दा अगाडि लिनुपर्ने हुन्छ। यसले चाहिँ के हुन्छ भने तपाईको जुन प्रपर्टी छ त्यो चाहिँ तपाईकै नाममा हुनुपर्छ अनि तपाईको जुन पनि प्रोजेक्ट छ त्यो चाहिँ गभर्नमेन्टको अन्डरमा छ भनेर तपाईले थाहा पाउनुहुन्छ। सो तपाईले पनि फ्युचरको लागि आफ्नो फ्यामिलीको फ्युचरको लागि इन्भेस्ट गर्न चाहनुहुन्छ भने चाहिँ मसँग तपाईले जानकारी लिन सक्नुहुन्छ।